म कुनै ठुलो मान्छे केही होइन है, यो चाहिँ मैले आफैले भोगेको कुरा हो। त्यसैले म यो हजुरहरूमाझ राख्न गइरहेको छु। यो सायद तपाईँहरूको जीवनमा लागु हुनसक्छ यो चाहिँ। त्यसैले सुनिदिनु होला, लाइक कमेन्ट केही नगरे पनि सुनिदिनु होला है। मेरो पनि बानी छ कि कति कुराहरू मैले सम्झाम बुझाम अनि उनीहरूलाई सिधा बाटोमा हिँडालौँ भन्ने लाग्छ क्या। तर हुँदैन के यस्तो। उनीहरूलाई लाग्छ कि यसले गलत भन्दैछ, यो मान्छे गलत हो। तपाईँ जति सजिलरी जति सही भन्नुहोस् क्या, तर उनीहरूलाई गलत नै लाग्छ क्या। किनभने उनीहरूलाई भित्रदेखि जबसम्म लाग्दैन नि गल्ती म गल्ती छु, जबसम्म लाग्दैन नि त्यो मान्छे कहिले सुध्रिँदैन क्या। उसलाई रियलाइज हुनैपर्छ एकचोटि कि म गल्ती छु भन्नु। त्यहाँ भित्रदेखि फिल गर्यो भने चाहिँ त्यो सुध्रिन्छ। नत्र यो दुनियाँले आएर तपाईँ आफ्नै दाजुभाइ, आफ्नै बाउआमा, आफ्नै छोराछोरी किन नहुनु? तर ऊ आफ्नो ठाउँमा ठिक लाग्छ उसलाई भनेपछि ऊ ठिक छ क्या, तपाईँको नजरमा गलत हो। तर ऊ गलत नै हुन्छ नि, तपाईँलाई राम्रै लागि भन्नुभएको हुन्छ उसको लागि होइन, तर उसले बुझ्दैन क्या। तपाईँ नै आखिरमा तपाईँ नै गलत हुने हो, हामी नै गलत हुने। त्यसैले म के भन्छु भनेपछि बारम्बार सम्झाउनु त्यही कुरा ठिक होइन। किन भनेपछि गधालाई त गधा होस् भनेपछि त्यसले मान्छ? मान्दैन क्या। उसलाई आफ्नो ठाउँमा ठुलो नै लाग्छ। त्यसैले कोही मान्छेलाई आफूलाई गलत चाहिँ सोच्दैन, गलत भए पनि सोच्दैन। त्यसैले उसले भित्रदेखि आफूलाई रियलाइज गर्नुपर्छ गलत छु भनेर। अनि त्यस्तोलाई सम्झँदा राम्रो हुन्छ, त्यस्तोलाई सम्झाउने पनि हो, बुझाउने पनि हो। जाने बुझेको कुरा सेयर गर्दा केही घाटा पर्दैन है। सम्झाउनु पर्छ, बुझाउनु पर्छ, तर मान्छे हेरेर, मान्छे बुझेर। मैले सिकेको कुरा चाहिँ यो गाइज है। तपाईँहरू कस्तो लागु गर्नुहुन्छ गर्नुहुन्न, तपाईँहरूले कस्तो गर्नुहुन्छ अब त्यो मलाई थाहा भएन, त्यो कमेन्ट गर्नु होला। मैले भोगेको अनुसार चाहिँ त्यो क्या, मैले जति मान्छेहरू अहिलेसम्म भेटेँ होइन, आफन्तहरू नै छन् मेरो कति है। एक्ज्याक्टली यो हो भनेर चाहिँ नभनौँ, कति सम्झाउनु खोजेँ क्या। यस्तो बाटो यस्तो हुन्छ, यस्तो गर्नु हुँदैन, यस्तो भन्नु हुँदैन, यस्तो गर्दा राम्रो हुन्छ, तर सुन्दैनन् क्या। उनीहरूलाई गलत लाग्छ नि त हामी। त्यसैले त्यही भएर मैले सकेसम्म चाहिँ है सम्झाउने बुझाउने सही बाटो देखाउने हो। तर हुँदैन भनेपछि हुँदैन क्या, छोडिदिनु, द्याट्स इट। संसारमा कोही पनि मान्छे होइन जबसम्म आफू भित्रबाट सोच्दैन नि म गलत छु भनेर, तबसम्म भगवानै आएर सम्झाए पनि सम्झिँदैन। सो थ्याङ्क यू फर वाचिङ दिस माई भिडियो। गाइज कस्तो लाग्यो कमेन्ट गर्नु होला है त।